हेलो गाइस, वेलकम टू माई च्यानल। हेर्नुहोस्, मैले एउटा भिडियो गरेको यो टमाटर काटेर चाहिँ अचार बनाउँछु भनेर टमाटर काटेर सुकाइरहेको छु। यसलाई तुरी हालेर सरसमहरू हालेर मसलाहरू हालेर मजाले अचारहरू बनाएर खायो भने दामी हुन्छ। चैत वैशाखमा, यो चैत वैशाखको महिनामा भात उनीहरू रुँदैन नि, त्यतिखेर नि मजाले खानु कस्तो दामी हुन्छ। अन्त यो चाहिँ सुक्टी बनाएको मैले यसो पिँडालु मानेहरूको दालमा खानुको लागि। यसो घाँटीमा कोही बेला मानेको सब्जीहरू पिँडालु सब्जीहरू खायो भने घाँटीमा कुछ होता भन्छ नि, हो यो हाल्यो भने चाहिँ केही पनि भन्दैन, राम्रो हुन्छ, मिठो हुन्छ। त्यही लागि मैले काटेर सुक्टी बनाएँ। यो चाहिँ सुकीको हो, यो चाहिँ अचार हाल्छु। मैले कहिलेदेखि सोचेको अब चाहिँ अचार हाल्छु। अलिकति पानी मऱ्यो भने अरहरो भयो भने चाहिँ अचार हाल्यो भने दामी हुन्छ। बाइममा भात रुच्दैन नि, त्यतिखेर निकालेर खायो भने यस्तो दामी भात रुच्छ नि टमाटरको चटनीले, अचारले। हेर्नुहोस्, मैले आज एउटा भिडियो गरेको, हेर्नु नि। मेरो भिडियोलाई कमेन्टमा सेयर गरिदिनुहोस् है हजुरहरू।